नमस्कार। करिब 5.5 महीनाको विदेश बसाइ टुङ्ग्याएर नेपाली काङ्ग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा साउन 26 गते स्वदेश फर्किने भएका छन्। उपचारका लागि फागुन 13 गते सिङ्गापुर गएका उनी त्यहाँबाट हङकङमा पुगेका थिए। उनको स्वदेश फिर्ती काङ्ग्रेसभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको पछिल्लो आदेश संयोगवश एउटै समयमा हुन गएका छन्। त्यसैले कतिपयले यसलाई सामान्य राजनीतिक घटनाभन्दा शक्ति सन्तुलनको सङ्केतका रूपमा हेर्न थालेका छन्। देउबाको अनुपस्थितिमा काङ्ग्रेसको राजनीतिले फरक मोड लिने अवस्था सिर्जना भएको छ। बिपी पुत्र शशाङ्कलाई अघि सारेर पार्टी नै विभाजनको सङ्घारमा पुगेका बेला देउबाको स्वदेश फिर्तीको समाचार र अदालतको आदेश आएको छ। दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पार्टी दुई ध्रुवमा विभाजित बन्यो। एउटा पक्षले विशेष महाधिवेशनलाई पार्टी विधान अनुसारको वैधानिक प्रक्रिया मानेको छ भने अर्को पक्षले त्यसलाई अस्वीकार गर्दै अदालतको ढोका ढकढक्याएको छ। यही बीच बिहिबार सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिएको अघिल्लो फैसलामाथि पुनरावलोकनको निस्सा प्रदान गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीश द्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको संयुक्त इजलासको आदेशसँगै काङ्ग्रेसको आधिकारिकता विवाद फेरि सुरुदेखि सुनवाई हुने भएको छ। कानुनी रूपमा यसले विशेष महाधिवेशनबाट गगन थापाले लिएको नेतृत्वको वैधानिकतामाथि अन्तिम निर्णय अझै बाँकी छ भन्ने सङ्केत दिएको छ। किन अर्थपूर्ण देउबाको स्वदेश फिर्ती? देउबा साउन 26 गते काठमाडौँ अवतरण गर्ने सूचना उनी निकट नेता डाक्टर प्रकाश शरण महतले सार्वजनिक गरेका छन्। आजै काङ्ग्रेसको वैधानिकतामाथि सुरुदेखि सुनवाई गर्ने अदालतको आदेश आएको छ। देउबा फर्कने 3 दिनपछि अर्थात् साउन 29 देखि 31 गतेसम्म देउबा पक्षले राष्ट्रिय भेला आयोजना गरेको छ, जसका लागि विभिन्न समिति समेत गठन गरिसकिएका छन्। अदालतको आदेश देउबाको फिर्ती र राष्ट्रिय भेला एउटै समयक्रममा पर्नुले काङ्ग्रेसभित्र शक्ति प्रदर्शनको नयाँ चरण सुरु हुन सक्ने अनुमान राजनीतिक विश्लेषकहरूको छ। देउबा लामो समय प्रत्यक्ष राजनीति गतिविधिबाट बाहिर रहँदा उनका समर्थकहरू नेतृत्वविहीन जस्तै थिए। एक खालको छटपटी थियो र जसले पार्टीमा समानान्तर गतिविधि सुरु गरेका थिए। नयाँ पुस्ताले नेतृत्व गरे पनि काङ्ग्रेसको वर्तमान नेतृत्वले पनि पुराना र अनुभवी नेताका मागलाई सम्बोधनभन्दा अटेरी गरेको र सुनवाई नगरेको गुनासो व्यापक बन्दै गएको थियो। अब देउबाको उपस्थितिले उनी पक्षीय गुटलाई पुनः सक्रिय बनाउने र अदालतको प्रक्रियासँगै राजनीतिक दबाव पनि बढाउने अपेक्षा देउबा पक्षमा देखिन्छ। तर देउबाले भने राजनीतिक जीवनको उत्तरार्धमा कुन खाले भूमिका निर्वाह गर्छन् भन्ने कुरा हेर्न भने पर्खनै पर्ने मध्यमार्गी काङ्ग्रेसी नेताहरूको बुझाइ छ। यसअघि देउबा दम्पतिमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी छानबिन सुरु भएपछि आर्जु राणा देउबाले 2 महिनाको समय माग्दै साउन अन्तिममा देश फर्कने घोषणा गरेकी थिइन्। त्यसबेला धेरै राजनीति विश्लेषकहरूले त्यसलाई यात्रा तालिका मात्र नभई राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका थिए। देउबा स्वयं साउन 26 गते फर्किने निश्चित भएपछि त्यसलाई पनि काङ्ग्रेसभित्रको विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ। यसले पार्टीभित्रको शक्ति सङ्घर्षसँगै बाहिर देखिएका दबावलाई प्रत्यक्ष रूपमा सामना गर्ने सङ्केतका रूपमा एक थरी विश्लेषकहरूले बुझेका छन्। अदालतको आदेशले काङ्ग्रेसमा नयाँ तरङ्ग। सर्वोच्च अदालतको आदेशले काङ्ग्रेस पार्टीमा एक खालको तरङ्ग नै ल्याएको छ। उसो त पुनरावलोकनको निस्सा प्राप्त हुनु अन्तिम फैसला भने होइन, तर अदालतले विस्तृत सुनवाईपछि अघिल्लो फैसला सदर गर्न, उल्टाउन वा कुनै मध्यमार्गी आदेश दिन सक्छ। काङ्ग्रेसका केही नेताहरूका अनुसार विशेष महाधिवेशन प्रक्रियामा विधानमा 2 महत्त्वपूर्ण प्रावधानमाथि प्रश्न उठेकाले अदालतले दुवै पक्षलाई समेट्ने व्याख्या गर्ने सम्भावना पनि अस्वीकार गर्न सकिँदैन। पहिलेकै आदेश सदर वा बदर पनि हुन सक्छ, यद्यपि त्यो केवल सम्भावना मात्र हो। अन्तिम निष्कर्ष अदालतको सुनाइपछि मात्र स्पष्ट हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। विश्वप्रकाश शर्माको सन्देश। काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माले भने सर्वोच्चको आदेशलाई फरक ढङ्गले व्याख्या गरेका छन्। उनले पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई अझ फराकिलो ढङ्गले उजागर गर्न मद्दत गर्नेछ भन्ने प्रतिक्रिया दिएका छन्। उनको अभिव्यक्तिले विशेष महाधिवेशन पक्ष अदालतको पुनः सुनवाईबाट पनि आफ्नो निर्णय वैधानिक ठहरिनेमा विश्वस्त रहेको सङ्केत गर्छ। अर्थात् अदालतको आदेशलाई उनीहरूले चुनौती होइन, आफ्नो पक्ष थप पुष्टि गर्ने अवसरका रूपमा हेरेका छन्।
पुनरावलोकनको विषयलाई लिएर काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरेले विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति विश्वास केवल शब्दमा होइन व्यवहारमा पनि प्रतिबिम्बित हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले अदालतको प्रत्येक कानुनी प्रक्रियालाई सम्मान गर्ने बताए पनि अगाडि भनेका छन्। तर यो पनि त्यत्तिकै सत्य हो कि नेपाली काङ्ग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिहरूको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश र पार्टी रूपान्तरणको साझा सङ्कल्पबाट निर्धारित भएको हो। महामन्त्री घिमिरेले संस्थाका निर्णय आफू अनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थालाई होइन व्यक्ति केन्द्रित राजनीतिलाई मात्र प्रोत्साहन गर्ने जिकिर गरेका छन्। यद्यपि काङ्ग्रेस यति बेला 3 ध्रुवमा विभाजित छ। एक संस्थापन पक्ष, अर्को देउबा पक्ष र तेस्रो मध्यमार्गी पक्ष। 3 पक्षसँग काङ्ग्रेसका अघिल्तिर 3 अवस्था पनि सृजना भएका छन्। पहिलो, अदालतमा आधिकारिकताको कानुनी लडाईँ। दोस्रो, देउबा पक्षको राष्ट्रिय भेला मार्फत हुने राजनीतिक शक्ति प्रदर्शनदेखि विभाजन। र तेस्रो, गगन थापा नेतृत्वले वैधता कायम राख्ने र कार्यकर्ताको विश्वास जोगाउने चुनौती। देउबाको स्वदेशप्रीति, सर्वोच्च अदालतको पुनरावलोकन आदेश र देउबा पक्षको राष्ट्रिय भेला, यी 3 परिस्थितिले काङ्ग्रेसको आन्तरिक राजनीतिलाई निकै चासोपूर्ण अवस्थामा उभ्याएका छन्। त्यसैले आगामी केही समय काङ्ग्रेसको मात्र होइन समग्र राष्ट्रिय राजनीतिको दिशा समेत प्रभावित पार्न सक्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।